अब जाम अब हेर्नु सक्नुहुन्छ यहाँ यो चाहिँ यो हजुर अब यहाँ जति मेघालयमा जति जो बस्छन् तिनीलाई चाहिँ थाहा होला यो के हो भन्ने। अब म इन्ट्रोडक्सन भिडियोमा त हजुरलाई थाहा होला म कहाँको भनेर, मेघालय शिलङको। यो चाहिँ नखाइकन चाहिँ अलिअलि हिँड्न अलि डर लाग्दैन। सो हेलो गाइस, मलाई त चिन्नुहुन्छ नै होला, नामसाम नचिने पनि त्यो पहिलो ब्लग हेर्नु। त्यो पहिलो ब्लग चाहिँ 4 महिना अगाडिको हो। म 4 महिना कहाँ हरायो भन्दाखेरि चाहिँ के काम थियो, तिनी कामसाम सकाएर अब म आएँ 4 महिना बाद। त्यो भिडियोमा चाहिँ मैले भनेको थिएँ अब त म हाल्ने छु, डेली ब्लग हाल्ने छु भनेको थिएँ, तर हालिनँ, 4 महिना गायब भएँ। तर अब चाहिँ डेली ब्लग आउने छ, हेर्नुहोस्, नरिसाउनुहोस्। अनि के भयो भन्दाखेरि हेर्न सक्नुहुन्छ मेरो यो फेस, यो चुल अलिअलि अर्कै भयो जस्तो छ, किनकि अब 4 महिनाको बाद मान्छे आउँदैछ, अलिकति फरक नै हुन्छ। अब ब्लग स्टार्ट गरौँ। हुन त आज दिनको 12 बजिसकेछ। अब आज म राति तक देखाउने छु। अब आज म काममा, अनि अब म राति नाइट सिफ्ट छ आज, सबै देखाउने छु। अनि चुल काट्न, यो चुल चाहिँ काट्नुपर्छ, यताको बढे माथिको त्यति चुलै अलिअलि सानै छ, यता चाहिँ अलिकति यताको बढे, यता काटौँ त। अब चाहिँ ब्लग अब स्टार्ट गरौँ। ल गाइस, मैले चाहिँ अलिअलि घरको काम थियो त्यो सकेर अब चाहिँ चुल काट्नेतिर लागेको। अब जाम चुल काट्न जाम। अब चाहिँ भनिराखिन्छ, चुल काट्नतिर लागौँ। अब हेर्नु सक्नुहुन्छ यहाँ यो चाहिँ यो हजुर अब यहाँ जति मेघालयमा जति जो बस्छन् तिनीलाई चाहिँ थाहा होला यो के हो भन्ने। अब म इन्ट्रोडक्सन भिडियोमा त हजुरलाई थाहा होला म कहाँको भनेर, मेघालय शिलङको। यो चाहिँ नखाइकन चाहिँ अलिअलि हिँड्न अलि डर लाग्दैन। मलाई चाहिँ अरू चाहिँ मैले केही खान्न, हेर्नुहोस् यही चाहिँ खान्छु। फेरि रोक्नु, यो खाइहालौँ। त्यो चाहिँ मैले खाएँ। अब चाहिँ मेरो के भयो भन्दाखेरि चाबी, मेरो चाबी भेटिएन कि मैले। ओ यहाँ छ, यहाँ पो छ त नि। यहाँ हेर्न सक्नुहुन्छ नि, यहाँ झरे हो कि, बल्ल याद आयो। अब जाम BMW तिर लागौँ, 7 निस्केर जाम। त्यहाँबाट म त चप्पलमै हिँडेको म त अब चुल काट्ने आउने त्यहाँबाट। हेर्न सक्नुहुन्छ मेरो BMW चाहिँ यहाँ है। यहाँ चाहिँ मेरो बिल्लीले चढेर मैला भयो, अलि सफा गरौँ। सर्दी लाएर गाइस। ल अब चाहिँ बसिन्छ। ढोक्ने चाहिँ पर विश्वकर्मा भगवान हुन्। ल गाइस, अब चाहिँ हिँड्ने हो चुल काट्नलाई। ल गाइस, दोकानमा चाहिँ पुग्यो। अब चाहिँ दोकानतिर जाम। हेर्न सक्नुहुन्छ दोकानमा चाहिँ म पुगिसकेको छु। कैसे हो? बढिया त है। ल म अब चुल काट्छु है। हेर्न सक्नुहुन्छ यति चाहिँ काटिसकेको छु यताबाट। सो फाइनली हेयर कट पनि भयो, हेर्न सक्नुहुन्छ। ह्यान्डसम भयो गाइस म। चुल पनि काट्यो है पाराले।
सो गाइस मेरो चाहिँ चुल कटिङ चाहिँ भयो। चुल कटिङ चाहिँ भयो। घर गइन्छ। चाबी कता गयो मेरो यहाँ BMW को। गाइस अब सिधै घरतिर मिलौँ। म यहाँबाट किनेको घर पुग्यो गाइस। हेर्नुहोस् कस्तो लागेछ कमेन्ट गर्नु। मैले मलाई यो हेयर कटमा कस्तो देखेछ भनेर। काम गर्दा गर्दा यति बिजी भइसकेको थिएँ मैले भ्लग बनाउनु नि भुलेको। यो चाहिँ मैले खाना बनाउँदै थिएँ। यो चाहिँ यसलाई भन्छ के भन्छ भने बैगनको भर्ता भन्छ यसलाई चाहिँ। अनि यहाँ चाहिँ सब्जी पाक्दैछ। यहाँ राइस भयो। यो चाहिँ अब बैगनको भर्ता अब बनाएको मैले। अब मैले चाहिँ भुलेको कि आज चाहिँ मैले ब्लग गरिदिन्छु भनेर। सो गाइस सरी है यसको लागि चाहिँ। हेर्न सक्नुहुन्छ यतिको चाहिँ भइसक्यो। अब यसलाई अझै पनि यसलाई अझै म्याच गर्नुपर्छ बल्ल यो टेस्टी हुन्छ गाइस। अब कतिजनाले चाहिँ सायद चाहिँ खानुहुन्न होला तर मलाई चाहिँ अलिअलि मनपर्छ। यति मन पर्दैन। मेरो मम्मीलाई चाहिँ मनपर्छ त्यही लागि चाहिँ मम्मीको लागि चाहिँ बनाइदिएको यो खास गरी। घरको काम त लगभग भइयो। अब चाहिँ मेरो BMWलाई धुन छ। त्यही म पानी धुन जाँदैछु। पानी आएछ कि आएन भनेर। र पानी आएको रहेछ भने सजिलो हुन्थ्यो। भने त फेरि मलाई पानी बोकेर लानुपर्छ। हजुरले एउटा चिज देखाउँछु। मेरो यो चाहिँ हाम्रो बिल्ली हो। हजुरले त्यो फर्स्ट मेरो भिडियोमा गएर हेर्नु। त्यहाँ चाहिँ उसको नानी हो। यो बिल्लीको बच्चा हो त्यो चाहिँ। ल फिलहाल चाहिँ पानी चाहिँ आएन गाइस। आज चाहिँ नुहाउँ होला। जाम घर जाम। नाइ किन नाइ हो घर जाम। घर जाम कि नाम के तिम्रो छिटो भन। म्याउ हो तिम्रो नाम। हुन चाहिँ उसको नाम चाहिँ माउ हो। हामीले माउ भन्छौँ। अब चाहिँ स्कुटी धोइन्न सबै छ त। म चाहिँ सोचेछु अब चाहिँ म नुहाउँछु भनेर। नुहाउनु छ। यो भ्लग चाहिँ धेरै लम्बा हुन्छ जस्तो लाग्दैछ मलाई त। खै किनकि 10-12 मिनटको चाहिँ हुन्छ होला। अब रातिको पनि देखाउने छु। अलिकति गाह्रो हुनेछ सायद चाहिँ मलाई किनकि मेरो ड्युटी चाहिँ नाइट सिफ्टको छ। अनि थोडा अलिकति टाढा छ यहाँबाट। लगभग भन्नाले 7 किलोमिटर जति छ। तर पनि देखाउने छु म हजुरलाई। म चाहिँ काम गर्दा थाकेँ। त्यसको बाद फेरि मैले मोबाइल हेर्न बसेको सुस्ती लाएर। अब चाहिँ मलाई नुहाउनु छ गाइस। त म चाहिँ पानी गरम गरिहाल्छु अनि नुहाएर आउने छु म। बाई गाइस। सो गाइस हेर्न सक्नुहुन्छ म नुहाइसकेको छु। तर फ्रेस लाग्यो बल्ल नहाएर। अब चाहिँ मम्मी चाहिँ ड्युटीबाट आउनु बसेन। मम्मी ड्युटीबाट आउनुभयो भने मम्मीसँग एकसाथ खाना खाने हो। त्यही लागि रुकेछु कुरिबसेछु। अहिले चाहिँ फिलहाल बज्यो 1:30 भयो होला। त्यसको बाद फेरि खाना खाने छु गाइस। सो गाइस भात सात पनि खाइयो सबै गरियो। अब चाहिँ हेर्न सक्नुहुन्छ आम खाँदैछु अहिले चाहिँ। यहाँबाट यसको भ्यू यसो छ यताबाट। यहाँ चाहिँ आम छ। आम खाँदैछ। यहाँ चाहिँ मेरो आमा आउने। मम्मीले हाई गाइस अरे। ल मम्मीले हाई गाइस भन्न हेर्नु। आज दिउँसोको त मैले सबै देखाएँ। यो बेलुकाखेरिको ल गाइस अब म चाहिँ अहिले हिँडेको छेमा आउनुभएको थियो। अब चाहिँ म खाना जाने अरे। त्यही
छेउमा यहाँ हुनुहुन्छ मोमो खाना जाँदैछौँ पुरा अँध्यारो भइसकेको छ के देखे छैन होला देखेको त छैन होला यस्तो अँध्यारो भयो हेर्न सक्नुहुन्छ गाइस इट्स अ मोमो स्टल चिकन स्टल खाने हो सुप त हुन्न नि सुप हुँदैन त्यस्तो छ यताको खाएर टेस्ट गरौँ कस्तो हुन्छ मोमो चाहिँ ठिकठिकैको थियो अनि यहाँ चाहिँ मेरो छेउमा हुनुहुन्छ मैले चाहिँ जसोतसो गरेर भए पनि खाएँ बट मैले हाफ खाएँ फेरि छेमाले खानुभयो मेरो मोमो पनि यति ठिकै थियो भनौँ एभरेज थियो ल गाइस अब चाहिँ म रेडी हुन्छु 8 बजिसकेको छ ड्युटी जानुको लागि रेडी हुनुपर्छ अब म रेडी भएर आउँदैछु गाइस ल गाइस म चाहिँ रेडी भइसकेको छु पुरा हेर्नु सक्नुहुन्छ है पुरा रेडी भइसकेको छु अब चाहिँ निस्क्यौँ हामी अब ड्युटीको लागि ल गाइस म चाहिँ अब हिँडेको ड्युटीको लागि बाई मम्मी सो गाइस टिफिन चाहिँ धेरै ठुलो जस्तो लाग्दैछ हजुरलाई यहाँ अलिकति अँध्यारो छ अलिकति काट्छु म हेर्न सक्नुहुन्छ गाइस 8-10 भयो मलाई 8:30 बजी त पुग्नुपर्छ वहाँ 8:30 बजी त पुगिन्छ ल गाइस म चाहिँ ड्युटी पुगिसकेँ हेर्न सक्नुहुन्छ पुरै जङ्गल छ यहाँ चाहिँ मेरो ड्युटी पोस्ट हो सबै जङ्गल नै छ ल त म चाहिँ ड्युटी पुगेँ सामानहरू चाहिँ अब राख्नु पऱ्यो भित्र हेर्न सक्नुहुन्छ भित्र चाहिँ यस्तो छ अब यहाँ बस्ने हो अनि बसेर हेर्ने हो जब म खाना खान्छु तब मिलौँ अहिले चाहिँ फिलहाल अब म भिडियो एडिट गर्न लाग्छु आजको जो छ भिडियो एडिट गर्छु त्यसको फेरि बादमा खाना खानेको बाद फेरि भिडियोलाई एन्ड गर्छु म साँच्चै गाइस मैले त भिडियो बनाउनै बिर्सेको यहाँ छ फर्सीको मुन्टा पकौडी डल्ले खुर्सानी माछा यहाँ चाहिँ के भन्छ अरे बन्दकोपीको झोल र माछा यहाँ दुध पनि छ कि मैले दुध पनि हाल्दिनँ र म चाहिँ खानातिर लागेँ गाइस धन्न याद आयो र नै त मैले खत्तम पारिदिइसकेको थिएँ सबै खानासाना खाएर टक्क भेटौँला त्यहाँबाट म भिडियो खत्तम गर्छु एन्ड गर्छु यहीँ सो गाइस फाइनली मैले खाना पनि खाइसकेको छु अनि अहिले बज्यो रातिको 12 बजे त यो भ्लग चाहिँ म यही एन्ड गर्छु हजुरलाई कस्तो लाग्यो भ्लग कमेन्ट गर्नु आज मेरो यो फर्स्ट भ्लग हो अनि भोलि आजको चाहिँ डन अब भोलि नयाँ भ्लग आने छ अनि आई विल ट्राई टु मेक रेगुलर भ्लग्स अनि यति हो गाइस बाई बाई